जय श्री कृष्ण। राधे राधे सबैमा। एउटा एकदम कमन प्रश्न छ, मतलब हामीहरू सबैको मनमा यो प्रश्न उठ्छ, जो चाहिँ ज्यादा धर्मात्मा छ, धर्म कर्म गर्छ, त्यसैको जीवनमा धेरै दुःख कष्ट यो किन? जबकि भना गएको छ धर्मो रक्षति रक्षिता, जसले धर्मको रक्षा गर्छ धर्मले उसलाई रक्षा गर्छ। यो प्रश्न सजिलै सबैको मनमा मस्तिष्कमा आउँछ, विचारमा। अब यसको लागि के त्यसो भने यो वचन, शास्त्रको वचन गलत हो? यो विरोधाभास कसरी भयो भन्दा यसको बारेमा यदि हामीले अलिकति चिन्तन गऱ्यौँ, जान्न खोज्यौँ भने हामीले सबसे पहिले धर्म भनेको के हो त धर्मको परिभाषा पहिले जान्नुपर्छ। बिना धर्मको परिभाषा जानी हामीहरू यो वाक्यलाई, यो वचनलाई गलत हो यो भन्नु पनि उचित होइन। केही पनि चिजको हामीले मूल तक नगइकन बाहिर बाहिर सुनेर मात्रै कुनै परिणाम तक पुग्नु त गलत हो। तो धर्म भने क्या हो पहिले यो हामीले बुझ्नुपर्छ। धर्म हरे धारणा धर्म इत्या हो। जीवनमा धारण गर्ने योग्य जे वस्तु छ, जुन विषय छ, जुन गुणहरू छन्, त्यो धारण गर्नु चाहिँ धर्म हो। अहिले हामीहरूको मन मस्तिष्कमा धारणा के छ? धर्म भन्दा पूजापाठ गर्नु, आफ्ना परम्पराहरूलाई मान्यता दिनु, मनाउनु आदि आदि सबैलाई थाहा छ। त तर मुख्य धर्मको विषयमा भन्दै जुन श्रेष्ठ उच्च शिखरको धर्म हो त्यो चाहिँ जीवनमा ल्याउनु पर्ने सद्गुणहरू चाहिँ धर्म अरे। ती 10वटा सद्गुण भन्नुभएको छ। धृति क्षमा दमोस्तेयम शौचम इन्द्रिय निग्रह धीर विद्या सत्यम क्रोधो दशकम धर्म लक्षण। यसरी 10वटा धर्मका लक्षण छन् अरे। र जसले यी 10वटा गुणहरूलाई आफ्नो जीवनमा ल्यायो, धृति धैर्यवान बनिनु, क्षमा क्षमावान हुनु, दमो भने मनलाई दमन गर्नु, स्तेयम चोरी नगर्नु, छलकपट नगर्नु, नठग्नु, शौच मनको पवित्रताको साथमा, शुद्धताको साथमा रहनु, मनलाई हमेशा शुद्धमा राख्नु, सात्विक राख्नु, इन्द्रिय निग्रह आफ्ना 10वटा इन्द्रियहरूलाई आफ्नो हिसाबले चलाउनु, इन्द्रियको हिसाबले हामी नचल्नु अरे। धीर गम्भीर हुनु, गहिरो चिन्तन गर्नु, कम बोल्नु तर सुन्नु धेर, चिन्तन धेर गर्नु, विद्या पढ्नु अरे। पढ्नु पनि धर्मको श्रेणीमा आउँछ, खुब बढियाले पढ्नु, सत्य सत्यको आचरण गर्नु, अक्रोध रिस नगर्नु अरे, रिसलाई पनि दबाउनु अरे, प्रयास गर्नु। यसको यसरी जुन विशेषता यी गुणहरू छन् जसको जीवनमा, त्यो चाहिँ धर्मात्मा अरे। अब जसको जीवनमा यति गुण छन्, गुणवान छ जो यो, त्यसको जीवनमा फेरि जस्तै दुःख कष्ट आए पनि यी सद्गुणले त्यो दुःख कष्टबाट उसलाई सजिलै, जस्तै एउटा साधारण व्यक्ति सानसाना दुःख कष्टमा दुखी हुन्छ, आफूलाई तपाउँछ, त्यस्तो विवेकवान, त्यस्तो धर्मयुक्त महापुरुष कहिले पनि सानातिना कुराले उसलाई त आफ्नो शरीरै छुट्दै छ भने पनि उसको मन सदा प्रसन्न सुखमा आनन्दमै रहन्छ। किनकि यस्तो व्यक्तिको भित्र यो विवेक, यो बोध भइसकेको हुन्छ, म त यो शरीर होइन रहेछु, मेरो वास्तविक स्वरूप त आत्मा रहेछ, जसलाई कसैले मार्न सक्दैन, त अविनाशी हो, सच्चिदानन्द स्वरूप हो। अब ती क्वालिटी, ती धर्मका गुणहरूले उसलाई यत्रो ठुलो बोध गराउँछ जब, फेरि संसारका साना साना दुःख कष्टले किन दुखी हुनु? त्यही कारणले भनेको हो, साँचो धर्म जीवनमा आयो भने त्यो धर्मले हामीहरूलाई हर अप्ठ्याराबाट, हर सङ्कटबाट हाँसेर, आनन्दमा, मुस्कुराएर ती सङ्कटहरूलाई सहन गर्ने, तिनीहरूबाट पार पाउने सामर्थ्य शक्ति दिन्छ। त्यो धर्मका ती सूत्रहरूले रक्षा गर्छ। त्यसकारणले चाहिँ यो भनिएको हो धर्मो रक्षति रक्षितः।
धर्मको रक्षा गर्दै जसले गर्छ ती धर्मले उसको रक्षा गर्छन्, यसको भनाइ यो हो। र हामीले धर्मको परिभाषा पहिले जान्नुपर्छ। यदि हामीहरूमा धर्मको परिभाषा, धर्मलाई राम्ररी बुझ्यौँ, धर्म भनिए के हो, तब मात्रै हामीहरू यी महावाक्यहरू जुन छन् हामीहरूलाई शास्त्रमा हामीलाई समझमा आउँछन्। र केवल आफ्नो धारणा, आफ्ना कल्पनाहरूलाई नै हामीहरू ज्ञान सम्पन्न भयौँ भनेर नमानेर सद्गुरुहरूको, जसले वास्तवमा साँचो परिभाषा सम्झाउन सक्नुहुन्छ धर्मका ग्रन्थका यी सिद्धान्तहरूलाई, यी वाक्यहरूको, उनीहरूको शरणमा गयौँ भने अवश्य सब यी जुन वाक्यहरू छन् शास्त्रका हामीहरू सबलाई सही लाग्छन्। जय श्री राधे, जय श्री कृष्ण।